वृद्ध बाआमा बेपत्ता हुनुभयो तर यो सरकार बेपत्ता नहोस्। 68 वर्षीय केदारनाथ पराजुली र 67 वर्षीय तिलकुमारी जो बोनम्यारो क्यान्सर पीडित हुनुहुन्थ्यो, आफैले यातायात व्यवस्थापन गरी दोलालघाट पुग्नुभयो र दोलालघाटको दोलालेश्वर मन्दिरमा वृद्ध बाले आफ्नो श्रीमतीलाई पिठुमा बोकेर सुनकोशी मन्दिरमा हाम फाल्नुभयो र अहिले बेपत्ता हुनुहुन्छ। यसले मुलुकभरि यो सञ्चारले एउटा दुःख छायो। बेपत्ताको खोजी भइरहेको छ। नेपाल सरकारले विशेष प्राथमिकता साथ बेपत्तालाई खोजी गरोस्। प्रहरी, सशस्त्र प्रहरी, स्थानीय टोलीहरूले खोजी गरिरहेका छन्। निजहरूको चाँडोभन्दा चाँडो पत्ता लगाओस् भन्ने जोरदार माग गर्न चाहन्छु। वृद्ध बाआमा बेपत्ता हुनुभयो तर यो सरकार बेपत्ता नहोस्। बोनम्यारो क्यान्सर रोग अत्यन्तै जटिल हुँदै गएको र नेपालमा बोनम्यारो क्यान्सर सम्बन्धीको उपचार सरकारी अस्पतालमा, सिभिल अस्पतालमा मात्रै हुने, क्यान्सर अस्पताल भक्तपुरमा पनि नहुने र शिक्षण अस्पताल महाराजगञ्जमा गरिने भनिएको तापनि अझसम्म उक्त सेवा सुरुवात नभएको। केही गरी बोनम्यारो क्यान्सरबाट कोही पीडित भयो भने भारतमा गएर उपचार गर्ने परिस्थिति सिर्जना भएको छ र बोनम्यारो क्यान्सरका विशेषज्ञ डाक्टर पनि 5-7 जना मात्रै रहेको र बिरामी कति भन्ने कुरा यकिन पनि छैन। यो दर्दनाक अवस्थालाई नेपाल सरकारले, स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दियोस्। विशेषज्ञको अभाव, आवश्यक नीतिको अभाव, उपचारको आवश्यक स्रोत साधनको अभावको कारणले गर्दा बोनम्यारोबाट पीडित क्यान्सर बिरामीहरूले अत्यन्तै दुःखका साथ जीवन सङ्घर्ष गरिरहेको अवस्थामा त्यो सङ्घर्ष, त्यो पीडा सहन नसकेर जो बोनम्यारो क्यान्सर पीडित वृद्ध आमा हुनुहुन्थ्यो र बुवा पनि पोस्टेडको बिरामी हुनुहुन्थ्यो, निजहरूले एउटा यस्तो अप्रिय निर्णय गर्नुभयो र बेपत्ता हुनुहुन्छ। बेपत्तामाथि खोजियोस् र सरकारको यस विषयमा गम्भीरताका साथ ध्यान जाओस् भन्ने जोरदार माग गर्न चाहन्छु। धन्यवाद।